तपाईले आफूले आफूलाई स्यालेरी दिनुहुन्छ, धेरैले दिनुहुन्न। किनभने हाम्रो सोचाइ अनुसार हामीले अरूको काम गरेर पाउने कुरा नै स्यालेरी हो। त्यसैले आफूले आफूलाई दिने त कुरै भएन। आफैले गरेको बिजनेसबाट स्यालेरी लिने चलन बल्ल बल्ल सुरु भएको हो। पहिला त त्यो पनि थिएन। पहिला त आफूले गरेको बिजनेसबाट सर्टेन प्रफिट हुन्छ, त्यही प्रफिट मेरो फाइदा हो, मेरो स्यालेरी हो भनेर लिने चलन थियो। तर आफूले आफ्नै बिजनेस भए तापनि काम गरेको छ, सर्टेन टाइम दिएको छ, आफ्नो क्षमता त्यहाँ युज गरेको छ भने स्यालेरी लिने चलन चाहिँ भर्खरै आएको छ। तर मैले त्यो पनि भनिरहेको छैन। मैले त कतैबाट तपाईँ स्यालेरी लिनुहुन्छ, कतैबाट काम गरेर पैसा कमाउनुहुन्छ, अथवा शेयर मार्केटबाट कमाउनुहुन्छ, अथवा जुनसुकै सोर्सबाट तपाईले पैसा कमाउनुहोस्, तर पनि आफूले आफूलाई स्यालेरी दिने कुरा हामी गर्दैछौँ। त्यो के हो भने कुनै सोर्सबाट तपाईले पैसा कमाउनु भयो, तर तपाईको टाइम युज भइरहेछ, तपाईको क्षमता युज भइरहेछ भने त्यसको लागि आफ्नो पैसाको सर्टेन पैसा चाहिँ आफ्नो स्यालेरी भनेर छुट्याउनुहोस्। त्यो पैसा जम्मा गरेर तपाईले छुट्टै इन्भेस्ट गर्न पनि सक्नुभयो, अथवा कुनै इमर्जेन्सी फन्डको लागि भनेर छुट्याउन सक्नुभयो, अथवा हेल्थ इन्स्योरेन्स जस्तो कुरामा तपाईले इन्भेस्ट गर्न सक्नुभयो। तपाईले कमाएको पैसाको सर्टेन पर्सेन्ट आफूलाई स्यालेरी दिएर राख्नुभयो भने स्यालेरी बाहेक बचेको पैसा तपाईले खर्च गर्न सक्नुहुन्छ।